चिन्ता छ त्योभन्दा बढ्ता चिन्ता फेरि हाम्रो लागि उहाँले लिनुहुन्छ। अनि हामी चिन्ता गर्न सक्छौँ तर हामी आफैले हाम्रो चिन्ताहरूलाई अनि हाम्रो समस्याहरूलाई समाधान गर्न सक्दैनौँ। तर हाम्रो परमेश्वर जोसँग हाम्रो सबै समस्याको समाधान छ अनि हाम्रो परमेश्वर जसमा चाहिँ सबै रोगहरूको छुटकारा छ अनि हाम्रो परमेश्वर जसमा चाहिँ मुक्ति अनि उद्धार छ।